नमस्कार भाइ बहिनीहरू। आज चाहिँ म कक्षा 10 को सामाजिक अध्ययनको एकाइ 1 को हामी र हाम्रो समाज एकाइ अन्तर्गत पाठ 2 को हाम्रो पहिचान भन्ने शीर्षकसँग आधारित प्रश्नका उत्तरहरू दिने प्रयास गर्दैछु। धैर्य गरेर हेर्ने प्रयास गर्नुहोला। यसलाई चाहिँ म स्पष्ट रूपमा बुझाउने पनि प्रयास गर्छु यो प्रश्नको उत्तरलाई है त। पहिलो प्रश्न छ, पहिचान भनेको के हो? कुनै पनि व्यक्तिको जाति, भाषा, लिङ्ग, क्षेत्र, धर्म, पेशा आदिको आधारमा हुने चिनारी अर्थात् परिचयलाई पहिचान भनिन्छ। पहिचान भनेको एउटा आइडेन्टिफिकेसन हो है, एउटा चिन्ने माध्यम हो। मान्छेलाई चिन्ने माध्यम भनेको जात अनुसार, भाषा अनुसार हैन, लिङ्ग अनुसार हुन्छ। त्यसकारण ती सबै हाम्रा पहिचानहरू हुन्। प्रश्न नम्बर 2 मा छ, लैङ्गिक पहिचान भनेको के हो? महिला, पुरुष र यौनिक अल्पसंख्यकको रूपमा हुने चिनारी लैङ्गिक पहिचान हो। भनेको के हो भने लिङ्गको आधारमा हुने पहिचान। हाम्रो समाजमा विभिन्न खालका मानिसहरू हुन्छन्, बाइसेक्सुअल हो। यसलाई आधार मानेर हुने चिनारी भनेको नै लैङ्गिक पहिचान हो। त्यस्तै गरी हामी प्रश्न नम्बर 3 मा जाउँ। राष्ट्रिय पहिचान भनेको के हो? कुनै पनि देशको नागरिकलाई चिनाउने साझा परिचय अर्थात् चिनारी राष्ट्रिय पहिचान हो। जस्तै राष्ट्रिय झन्डा, राष्ट्रिय गान, राष्ट्रिय भाषा। यसलाई चाहिँ एउटा साझा समष्टिगत चिनारी भनेर भनिन्छ। किनभने राष्ट्रलाई चिनाउने आधार भनेको के हो भन्दाखेरि राष्ट्रिय पहिचान हो। त्यहाँको राष्ट्रिय भाषा हो, त्यहाँको राष्ट्रिय झन्डा हो, त्यहाँको राष्ट्रिय गान। जस्तै नेपाललाई, नेपालको जनतालाई चिनिने अथवा नेपालको नागरिकलाई चिनिने भनेको नेपाली हो भन्नु पनि हाम्रो राष्ट्रिय पहिचान हो है। त्यस्तै गरी हामी प्रश्न नम्बर 4 मा जाउँ। क्षेत्रीय पहिचान भनेको के हो? क्षेत्रीय पहिचानलाई इङ्ग्लिसमा रिजनल आइडेन्टिफिकेसन। खास चाहिँ यो कुनै निश्चित भूभागसँग सम्बन्धित चिनारी हो। यो क्षेत्रको आधारमा कुनै मानिसलाई चिन्ने काम गरिन्छ। जस्तै नेपालको पूर्वमा बस्ने मानिसको चिनारी पूर्वेली हो। त्यस्तै पाल्पामा बस्नेलाई पाल्पाली भनिन्छ। बाँकी प्रश्नका उत्तरहरू चाहिँ अर्को भिडियोमा राख्नेछु है त।